सम्पूर्णलाई ताजा जयमसी। म बेन्जामिन सुमा सेवकको तर्फबाट हामी टिम चाहिँ अहिले बसन्तपुरबाट चाहिँ अहिले हामी आफ्नो घर धरानतर्फ फर्किने क्रममा अहिले चाहिँ हामी यहाँ भेडेटारमा आइपुगेका छौँ। अनि भेडेटारको यो सुन्दर रेस्टुरेन्टमा चाहिँ हामी यो ठन्डी मौसममा तातो चिया लिनको लागि यहाँ बसेका छौँ। तपाईँलाई थाहा छ भेडेटार सुन्दर छ अनि यो ठाउँमा घुम्नको निम्ति धेरै जग्गाबाट धेरै देशबाट पर्यटकहरू आउनुहुन्छ र यहाँ चाहिँ तातो थोक्पा पोर्क थोक्पा एकदम फेमस छ। धेरै मानिसहरू आइकन खाएर यहाँको सुन्दरतालाई यहाँको एकदम सुन्दर चिसो तातो कुरालाई लिकन जानुहुन्छ। अनि म आशा गर्छु तपाईँहरू यो भिडियोलाई हेरिकन धेरै खुसी र हर्षित हुनुभएको छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो भेडेटारमा घुम्नको निम्ति। अनि यो धरानदेखि बाहिर कुनै पनि जग्गाबाट आउँदै हुनुहुन्छ भने तपाईँहरूले मलाई पनि सम्झिनु सक्नुहुन्छ। मेरो घर म बस्ने जग्गा धरानमा तपाईँहरूलाई स्वागत जनाउन चाहन्छु। म आशा गर्छु तपाईँहरूले मेरो यो भिडियो हेरिकन मेरो फेसबुक पेजमा गइकन फलो गर्नुहुनेछ र सेयर पनि गरिदिनुहुनेछ। 2026 मा जो जति मेरो साथी 25 मा हुनु भएको छैन 2026 मा तपाईँलाई स्वागत जनाउँछु। फलो तपाईँले गर्नुहोला। हस्त ताजा जयमसी।